बुधबार पनि प्रतिनिधि सभा बैठक केही बेरमा स्थगित। गृहमन्त्री रमेश लेखकको राजीनामा र विजिट भिजा प्रकरणमा छानबिनको माग राखेर प्रतिपक्षी दलहरूको अवरोध। आर्थिक वर्ष 2082-83 को बजेट प्रस्तुतिका लागि विपक्षीहरूले संसदमा अवरोध नगर्ने, बजेट बाहेक एजेन्डामा भने बैठक चलन नदिने अडान। स्रोत समितिले दिएको सिलिङ भन्दा माथि गएर बजेट ल्याउने सरकारको अन्तिम तयारी, करिब 20 खर्बको बजेट आउने आंकलन। विजिट भिजा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको गृहमन्त्री रमेश लेखकको दावी, आफू विरुद्ध राजनैतिक पूर्वाग्रहका आधारमा षड्यन्त्र भएको प्रस्तुति। गृहमन्त्री रमेश लेखकलाई संसदमा बोल्न नदिनु असंसदीय व्यवहार भएको एमालेका मुख्य सचेतक महेश बर्तौलाको भनाई। प्रतिपक्षी दलहरूले अवरोध सृजना गरेर नाकाबन्दी लगाउने काम भएको तर्क। सरकार विरुद्ध सड़क र सदनबाट निरन्तर संघर्ष गर्ने राप्रपाका प्रमुख सचेतक ज्ञान बहादुर शाहीको भनाई। प्रधानमन्त्रीले उत्तेजक भाषण दिएर मान्छे भिडाएर युद्ध गर्न खोजे पनि आफूहरू संयमित रहने दावी। जेठ 15 गतेको कार्यक्रमबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिबारे एमालेको प्रष्टीकरण। अभिव्यक्ति प्रधानमन्त्रीको रूपमा नभई एमालेको अध्यक्षको रूपमा आएको तर्क। बुटवलमा घरमै बोलाएर पूर्व पत्नी र 2 छोराको विवत्स हत्या। अभियुक्त संविधान दिवसमा आम माफी पाएका व्यक्ति भएको खुलासा। गृहमन्त्री रमेश लेखकले पद छाडेर अनुसन्धानलाई सघाउनु पर्ने कांग्रेस महामन्त्री गगन थापाको जोड। अनुसन्धानको दायरामा आएको व्यक्ति पदमा रहिरहने विषय वैधानिक नभएको उल्लेख। कोरोना संक्रमण बढेको भन्दै चर्चामा आएको विषयमा एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको स्पष्टीकरण। संक्रमित 7 जना एकै दिन पुष्टि नभएर झण्डै 2 महिनादेखि केस भएको उल्लेख। स्थानीय तहले प्रयोग गर्दै आएको सवारी सम्बन्धी अधिकार कोशी प्रदेश सरकारले खोस्यो। प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन 2076 लाई अध्यादेश मार्फत संशोधन। जेठ 15 गतेको राजावादी आन्दोलनमा अवरोध गरे प्रतिकार गर्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गेनको चेतावनी। कार्यक्रम शान्तिपूर्ण हुने तर सरकारले दमन गरे प्रतिकार गर्ने चेतावनी। त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्राध्यापक डाक्टर खड्ग केसीको कार्यकक्षमा तोडफोड गर्ने कांग्रेस निकट। नेपाल विद्यार्थी संघ नेता कार्यकर्ता। नेपाल राष्ट्र बैंकले अनिवार्य नगद मौजदात 90% कायम गर्यो। क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूका लागि यस्तो व्यवस्था। राष्ट्रिय विपत्त जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना पारित। उपत्यकाको तटीय क्षेत्रमा डुबान हुन नदिन चोबारको खोज सफा गरिने। नेपालमा परिपक्व उमेरमा विवाह गर्ने क्रम बढ्दो। जनसंख्याको बनावट विस्तारै घट्दो गतिमा जान लागेको राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा जानकारी। बुधबार शेयर बजार परिसूचक नेप्से 17.44 अंकले वृद्धि। नेप्से 2693 अंकमा कायम। 148 कम्पनीको मूल्य बढ्दा 97 को घट्यो, 2 को स्थिर। काठमाडौँको कोटेश्वर स्थित भाटबटिनीमा भएको लुटपाट र तोडफोडमा अभियोग लगाइएका 11 जना मध्ये 10 जना थरोटीमा रिहा, 1 जना अझै फरार। 16 वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता सुर्खेतमा हुने। जेठ 19 देखि 31 गतेसम्म हुने प्रतियोगितामा 7 प्रदेशका 7वटा टिम सहभागी हुने। थाइल्याण्डसँग हुने 2 मैत्रीपूर्ण फुटबल खेल्न नेपाली टोली प्रस्थान। विदेशी भूमिमा रहेका फलवारद्वय सावित्रा भण्डारी साम्बा र रेखा पौडेल सिधै थाइल्याण्डमा टोलीसँग जोडिने। लखनऊ सुपर जायन्ट्सका कप्तान ऋषभ पन्तलाई स्लो ओभर रेटका कारण 45 लाख रुपैयाँ जरिवाना। यो सिजन पन्तको तेस्रो अपराध। भारतभरि कोरोना संक्रमितको संख्या 1083 पुग्यो। केरलामा सबैभन्दा बढी 430 जना कोरोनाका बिरामी फेला। एलन मस्कको कम्पनी स्पेस एक्सको विशाल स्टारशिप रकेटको पछिल्लो परीक्षण उडान पनि असफल। रकेट स्टारशिपको 9 परीक्षण उडान पनि सफल हुन सकेन। र अमेरिकाले अस्थायी रूपमा रोक्यो विदेशी विद्यार्थीको भिजा। अमेरिकामा अध्ययन गर्न चाहने विदेशीहरूका लागि झट्का। यहुदी विरोधी र वामपन्थी विचार रोक्ने उद्देश्य।